नमस्ते, अभिवादन स्वीकार्नुहोस् आजको कार्यक्रम प्रस्तुता म मनोज उपरकोटीको तर्फबाट। आज हामी तपाईँको माझमा एउटा विशेष कार्यक्रम लिएर उपस्थित भएका छौँ। यस कार्यक्रममा हामी तपाईँको कथा कहानीहरू हामी सुनाउने गर्दछौँ अनि विभिन्न सत्य घटनाहरू तपाईँको माझमा हामी प्रस्तुत गर्ने गर्दछौँ ताकि तपाईँको जीवनमा यी घटनाहरूले, यी कथा कहानीहरूले चाहिँ नयाँ आयाम थप्न सकोस्। तपाईँको जीवनका सङ्घर्षका कहानीहरूले अरू कसैलाई चाहिँ मोटिभेसन दिन सकोस्, प्रेरणा मिल्न सकोस् भनेर यो कार्यक्रमलाई हामीले लिएर आएका छौँ। यो कार्यक्रम सुन्दै गर्दाखेरि यदि तपाईँलाई यो कार्यक्रम मन पर्यो भने तपाईँले अरूलाई पनि सेयर गर्न सक्नुहुन्छ, अर्थात् अरूलाई पनि सुनाउन सक्नुहुन्छ या तपाईँले लाइक एन्ड कमेन्ट गरेर मलाई हौसला दिन सक्नुहुन्छ। आज तपाईँको माझमा एउटा लघु कथा लिएर आएको छु। कसैले यसरी भनेका छन् कि जब म त्यो चन्द्रमालाई देख्दछु अनि ईश्वरको सुन्दरतालाई म देख्दछु, जब म त्यो सूर्यलाई देख्दछु, ईश्वरको प्रतापलाई म अनुभव गर्दछु, जब म आफूले आफ्नो अनुहार चाहिँ ऐनामा हेर्दछु तब ईश्वरको सुन्दर सृष्टिलाई म देख्दछु। प्रियहरू, तपाईँ र म सबैजना परमेश्वरको सुन्दर सृष्टिहरू हौँ। तपाईँले वरपर यसो निहालेर हेर्नुभयो भने तपाईँले परमेश्वरको त्यो अनुग्रह अनि उहाँको सुन्दरतालाई तपाईँले देख्न सक्नुहुन्छ। यो कथा पनि एउटा त्यस्तै खालको एउटा फुटेको भाँडोको हो जसलाई एउटा मालिकले बनाउँदछ अनि त्यसलाई प्रयोगमा ल्याउँदछ। एउटा गाउँमा एउटा किसान हुँदछ अनि उसले एउटा दुईवटा माटोको भाँडो चाहिँ बनाउँदछ अनि त्यो भाँडोहरूमा उसले सधैँभरि खोलामा गएर पानीहरू आफ्नो घरसम्म ल्याउने कामहरू गर्दछ अनि त्यो भाँडोहरू धेरै खुसी हुँदछ। तर लामो समयसम्म प्रयोग गर्दाखेरि त्यो एउटा भाँडो चाहिँ अलिकति फुट्दछ अनि चुइने हुँदछ अनि त्यो चुइने भइसके पछाडि उसमा धेरै निराशपनहरू आउँदछ अनि उसले भन्दछ मलाई मेरो मालिकले बनाउनु भयो तर म पुरा पानी चाहिँ आफ्नो घरसम्म ल्याउन सकिरहेको छैन, त्यस कारणले गर्दाखेरि अब म बाँच्नुको कुनै औचित्य छैन, म चाहिँ अब मर्न चाहन्छु, अर्थात् मलाई मालिकले फुटाइदिनुहुन्थ्यो भनेर त्यसरी सोचिरहेको हुन्छ। अनि त्यो मालिकले चाहिँ त्यो किसानले चाहिँ देख्दछ कि त्यो भाँडा चाहिँ एकदमै निराश भएर बसिरहेको छ भन्ने कुरो देखिसके पछाडि अनि त्यो भाँडाले भन्दछ तिमी किन निराश छौ? अनि त्यो भाँडाले भन्दछ हेर्नुहोस् मालिक, म फुटेको छु, म टुटेको छु, मैले सम्पूर्ण रूपमा पानी यस घरसम्म लिएर आउन सकिरहेको छैन, त्यस कारणले गर्दा मलाई अब बिदा दिनुहोस्, मलाई फुटाइदिनुहोस्, तपाईँले अर्को नयाँ भाँडो बनाउनुहोस्, नयाँ भाँडो ल्याउनुहोस् अनि त्यसमा नै तपाईँले पानी ल्याउने प्रयोगमा ल्याउनुहोस्, अब मलाई मारिदिनुहोस् भनेर त्यो भाँडाले भन्दछ। अनि किसानले भन्दछ तिमीलाई मैले बनाएको हो, त्यस कारणले गर्दा तिमी ढुक्क हौ, धैर्य गर, तिम्रो जीवनबाट पनि नयाँ कामहरू केही न केही राम्रो कामहरू हुनेछन्। त्यो क्रम जारी रहन्छ, पानी ल्याउने क्रम जारी रहन्छ, तर त्यो फुटेको भाँडाले जहिले पनि आधी मात्र पानी ल्याइरहेको हुन्छ। अनि एक दिन किसान पानी लिएर आउँदै गर्दाखेरि त्यो फुटेको भाँडाले भन्दछ यो फुलहरूलाई तिमी देख्दछौ, यति धेरै फुलहरू फुलिरहेका छन्, तिमी देखिरहेका छौ भनेर भन्दछ। म विचार गरिरहेको छु धेरै फुलहरू बिस्तारै बिस्तारै यो बाटोभरि फुलिरहेका छन् भनेर त्यो फुटेको भाँडाले भन्दछ। अनि उनीहरू घरमा आउँदछन्, दिनचर्या त्यसरी नै जारी रहन्छ। त्यो भाँडो फेरि पनि त्यही अवस्थामा निराश अवस्थामा बसिरहेको हुँदछ अनि उसले भन्दछ अब त म साँच्चै नै म चाहिँ मर्नुपर्छ, मेरो चाहिँ अब औचित्य छैन यो दुनियाँमा भनेर भन्दै गर्दाखेरि अनि त्यो भाँडाले फेरि त्यो किसानले फेरि पनि देख्दछ त्यो भाँडा चाहिँ एकदम निराशमा बसिरहेको छ। अनि उसले सोध्दछ किन तिमी फेरि पनि निराशमा छौ? अनि त्यो भाँडाले भन्दछ म हेर्नुहोस् फेरि पनि त्यही कुरा दोहोऱ्याउँदछ, मलाई मारिदिनुहोस्, मलाई फुटाइदिनुहोस्, अब मेरो कुनै पनि औचित्य छैन, तर म छुइनेछु भनेर भन्दछ। तर त्यो किसानले भन्दछ कि तिमीले त्यो फुलहरू आज त्यहाँनिर देख्यो, त्यो फुलहरू चाहिँ कति धेरै लटरम्म फुलहरू फुलिरहेका थिए, त्यहाँ कुनै पहेँला राता सेता फुलहरू त्यहाँ फुलिरहेका थिए, त्यहाँनिर हरेक किसिमका मौरीहरू भमराहरू आएर त्यहाँनिर रसहरू खाइरहेका थिए, फुलहरू खाइरहेका थिए, धेरै मानिसहरू आएर त्यहाँनिर चाहिँ फोटोहरू खिचिरहेका थिए अनि त्यो त्यहाँनिर एउटा रमाहटको त्यो माहौल थियो, त्यो सुन्दरता त्यहाँ चाहिँ भरिएको थियो त्यो बाटोभरि है। त्यो तिमीले याद गर्यौ या गरेनौ? अनि त्यो सबै हुनुको कारण चाहिँ त्यो फुलहरू फुल्नुको कारण चाहिँ त्यो चाहिँ तिमी हौ, त्यो चाहिँ तिम्रै कारणले मात्र सम्भव भएको हो। अर्को जसले पूर्ण रूपमा पानी लिएर आयो उसकोपट्टि एकदमै सुक्खा बन्जर थियो, तैपनि त्यहाँ कोही पनि जाँदैन थियो, तर सबै मानिसहरू, सबै भमराहरू, चराचुरुङ्गीहरू चाहिँ त्यही फुल फुलेकोतिर गएका थियो, त्यसको कारण चाहिँ तिमी नै हो। त्यस कारणले गर्दाखेरि तिमीले गर्दा त्यो फुलहरू फुल्न चाहिँ सफल भए। अनि त्यो भाँडाले रियलाइज गर्दछ, आफूले सोच्दछ कि हो सायदै मेरो कारणले गर्दाखेरि
त्यो भएको। जब जब म चुइन्थेँ त्यो चुहेको अवस्थामा चाहिँ त्यो पानीहरू बगेर चाहिँ त्यो फुललाई चाहिँ सिँचाइ मिल्दथ्यो। प्रियहरू, आज तपाईँ र मेरो जीवनमा पनि त्यस्तै कुराहरू हुन सक्दछन्। तपाईँ र म पनि फुटेको होला, चुइने त्यो भाँडो जस्तो होला। हामी कति सङ्घर्ष गर्दाखेरि पनि कुनै उपलब्धि नभइरहेको होला, तर ईश्वरले तपाईँलाई एउटा सुन्दर रचनाको रूपमा सृष्टि गर्नुभएको छ अनि हाम्रो कमजोरीहरू नै एउटा शक्ति बन्नुपर्दछ हाम्रो जीवनमा, होइन? हामीले हाम्रो सीमाहरूलाई स्वीकार्न सक्नुपर्दछ अनि हाम्रो कमजोरीहरूलाई हामीले स्वीकार्नु पर्दछ। अनि प्रत्येक व्यक्तिको आफ्नै विशेषता छ। सबैजनाको एउटै अनुहार छैन, सबैजनाको एउटै सोच छैन, सबैजनाको एउटै विचार छैन, एउटै ज्ञान छैन। होला तपाईँले सोच्नुहोला मसँग ज्ञान र बुद्धि छैन, म पढे लेखेको छैन, मसँग कुनै क्षमता छैन, मसँग कुनै कलाहरू छैन, अनि अरूलाई हेरेर हामीले आफूलाई दोष दिइरहेका होला, ऊ कति जान्नेछ, ऊ कति राम्रो छ, तर ममा त केही पनि छैन भनेर हामीले सोचिरहेका हुन्छौँ। अनि हामीले थाहा नपाएका कुराहरू धेरै हुन सक्दछन्। जसरी त्यो भाँडालाई थाहा थिएन कि ऊ रुँदै गर्दा, अर्थात् ऊ चाहिँ त्यो पानी पोखिँदै गर्दाखेरि चाहिँ ऊबाट धेरै फुलहरू फुलिरहेका थिएन, अरूलाई चाहिँ उसले जीवन दिइरहेको थियो। आज तपाईँ र मेरो अस्तित्वले, तपाईँ र मेरो उपस्थितिले अनि तपाईँ र म भएकै कारणले गर्दा धेरै यो संसारमा धेरै कुराहरू चलिरहेका छन्। धेरैजनाले आशिष पाइरहेका छन्, धेरैजनाले चाहिँ तपाईँ र मेरो जीवनबाट चाहिँ त्यो फुल्ने जस्तो त्यो अवस्थाहरू उनीहरूले त्यो भोगिरहेका छन्, अर्थात् पाइरहेका छन्। त्यस कारणले गर्दा आफूलाई बेकार ठान्नु हुँदैन, होइन? तपाईँ र मेरो सानो कार्यलाई नै एउटा हाम्रो समाजमा एउटा ठुलो प्रभाव चाहिँ छोड्न सक्दछ। एउटा जीवनको मूल्य चाहिँ पूर्णतामा होइन, तर जीवनको मूल्य चाहिँ तपाईँ र मैले दिने योगदानमा चाहिँ छ भन्ने कुरा हामीले विश्वास गर्नुपर्दछ। सबैको आफ्नै भूमिका छ, सबैको आफ्नै उद्देश्य छ। आफ्नो भूमिकालाई असल तरिकाले निभायौँ भने संसारमा अथवा समाजमा एउटा राम्रो छाप हामीले छोड्न सक्दछौँ। अनि त्यस कारण कमजोरीहरूलाई तपाईँले सकारात्मक रूपमा लिएर सोच्नुहोस्, आफ्नो विशेषतालाई चिन्नुहोस्, है? कतिजना सुसाइडको थटमा हुनुहुन्छ होला, अब म दुःख पाएँ, मैले धेरै सङ्घर्ष गरेँ, केही गर्दा पनि भएन, अब म चाहिँ मर्छु भनेर सोचिरहनु भएको होला। तर पनि तपाईँको मृत्युको पछाडिको तपाईँको पछाडिको जुन जीवनहरू छन्, जसले तपाईँमाथि विश्वास गरेका छन्, जसले तपाईँमाथि भरोसा राखेका छन्, तपाईँको आमा बुवा, तपाईँका साथी सङ्गीहरू, तपाईँको दाजुभाइहरू जसमाथि तपाईँप्रति भरोसा छ, जसले तपाईँमाथि आशा गरेका छन्, उनीहरूको जीवन के होला फेरि? त्यस कारण एकपल्ट त्यसरी सोच्नुहोस्। तपाईँ टुक्रा भए तापनि त्यो टुक्राबाट पनि परमेश्वरले केही न केही बनाउन उहाँले जान्नुहुँदछ। त्यो टुक्राबाट पनि केही न केही त्यो कामहरू लगाउन उहाँले जान्नुहुँदछ, है? त्यस कारणले गर्दाखेरि आफ्नो अपूर्णतालाई तपाईँले अँगाल्न सिक्नुहोस्, आफूभित्रको सुन्दरतालाई खोज्नुहोस्। तपाईँको जीवन सुखमय रहोस्, तपाईँको सङ्घर्षले एक दिन, तपाईँको योगदानले एक दिन सफलता प्राप्त गरोस्, म यही चाहन्छु। अनि यस्ता कार्यक्रमहरू सुनिरहनको निम्ति, यस्ता कथाहरू सुनिरहनको निम्ति मलाई साथ दिइरहनुहोला अनि लाइक एन्ड कमेन्ट सेयर गर्नुहोला। फेरि पनि अरू भिडियोमा हामी भेट्नेछौँ। परमेश्वरले तपाईँको जीवनमा धेरै आशीर्वाद दिनुभएको हुन्छ। सबलाई चाहिँ नमस्ते।